अब अझ योभन्दा ठुलो दुःख भोग्दैन यिनीहरूले तपाईँको अबको 20 वर्षपछि यिनीहरूले यस्तो दुःख भोग्छ नि अब भिडमा पनि है यो टेक्नोलोजी भन्ने कुरो त प्राकृतिक होइन नि त यो होइन हिरो यहाँ चाहिँ चातिर बस्दैन खतरा देखिएको छ खतरी टन त हिरो नि हाइट बढेर हाइट बढेर है हो मलाई यो साह्रै मनपर्छ क्या गुम्बा साथीहरू 1.7 किलोमिटर खुक्साबुङ 1.7 ओक्पोदोङ हामी 02 माथि पहाडमा गार्डन भेट्न सक्छ यस्तो राम्रो गुम्बा क्रान्ति गाडी छ पसिना आइसक्यो गाह्रो छ ट्रेकिङ जाँदा पहिलाको भाइ त्यहाँ बोकेर हिँड्ने त ऊ त माथि हो नि तँबाट पनि अझै माथि नाङ्गो भाँडो त होइन त्यहाँदेखि अलिक उतापट्टि हो क्या सुन्तला पनि खाऊ आफ्ना मैले जीवनमा केही चिजमा त्यस्तो अर्थै भेटिनँ तिनताले मुनिको जङ्गलहरू चाहिँ यस्तो खरबारीहरू भएको भन्दा पनि काँट हो यहाँ त नयाँ वन पारी सराबन चाहिँ कस्तो रे खराबन त भिरै जङ्गलै जङ्गल थियो तिनताले मुनि पुरै नेपालमै छु जस्तो नि डाँडा काँडा हो त हो पत्करी जस्तो चियाबाली पत्करी औ यस्तो छ सोलाखाकै भयो त यो त ककनी नट सोलाखाको रुख बिरुवा फरक भएर आयो नि यो के रुख हो लुगा यस्तो यो यो अँ धेरै महत्त्वपूर्ण जस्तो छ त यो सल्लाह पनि धुपी सल्लाह छ चाहिँ यो फुटको हिसाबले बिक्री हुन्छ है यो त केजीको तोलाको हिसाबले नि यो देउरालीमा बतासल्यो 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 नेपालमा त हेर्नुहोस् न लुगा यो हेर्नु त अल ओभर सल जाने होला नि फेरि खटा पनि ब्रेकर हान कि मलाई गुडुङ हो बस भाइ बस पुल त मैले देखिरहेको त्यो हामी डाँडा छ नि होइन यहाँ त हामी त यहाँबाट घुमेर यस्तो गरेर जाने रहेछ नि त
बुसान देखिसके त पारिपट्टि ऊ बुसान छ अरू पारिको सबै खादा मेरो तल पो हाम्रो निवासी तलको सानो कोप्चो भयो नि ठुलै पो रहेछ त अनि हाम्रो कार्यस्थल चाहिँ उता नआउँछन् खोइ अहिले पक्रिनु डाँडाबाट देखिन्छ यहाँबाट बिस्तिर ढुङ्गाहरू हेर्नुहोस् अब जहाँ त्यहाँ पो सर्लक्क देखियो त आउँ है साथीहरू सल्लाह धुप्पी ल हेरौँ कोरियाको जङ्गल हेरौँ यतापट्टि है जङ्गल डाँडा काँडा पुरा सर यतापट्टि यो हेलो हेलो हो गाह्रो छ यस आज त सोच्यौँ साथी यो ढुङ्गाबाट लड्यो भने त्यही त यहाँबाट झऱ्यो भने त अनि ए यस्तो भिड छ अनि होसियार साथी क्यामराम्यान ल हेर्नुहोस् है ल हामीले एलएनजी लुगाहरू हाम्रो कामै त्यही हो नि त लुगा चढ्नुहोस् देब्रेपट्टि म दाहिनेबाट जान्छु सबैलाई छ नि कहाँ खान्छ त्यहाँ सबै त एक्लै बजाउने विचार पो गर्नुपर्छ बस बाबु यहाँ कति 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 यो कति टोटल कलेक्सन हाल्नुपर्छ नि ठुलो रात मिलो मलाई चाहिँ मेरो त बाक्लो नफटो नि थाहा पक्को चाहिँ सीने में दिल दिल में धड़कन धड़कन में वाओ स्याउ कति बाटो सबै बाटो रहेछ त यार मकै सुन्नु भाइ यतिको चाहिँ बाटो हुनुपर्छ है फलफुल खाँदै खाँदै हाइकिङ है दिनदिनै एक गेरो खाना पाता ज्यान पर्ने मोज गर्यो यो चाहिँ राजाको छोराले बृहस्पतिको छोराले यतिको मोज गर्दैन है यतिको मोज गरिहाल्छ तिनीहरूले त प्रकृतिको बारेमा सुन न दारुपान सुरा सुन्दरीले मात्रै मोज होइन नि त प्रकृतिसँग रमाउनु पर्यो यसरी होइन कान्छ खतिरका यो प्राकृतिक मोज त जो पाए त्यसले खाने हो नि थाहा पनि हुँदैन जुट्दैन पनि हो तपाईँलाई जबरजस्ती उठाएर ल्याएको कति फाइदा भयो धन्यवाद त्यसको लागि भयो 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 खानुहोस् चिसो खानु हुँदैन कि मलाई नाक बन्द भइहाल्छ मेन चुचुरो भनेको यही हो मेन चुचुरो चाहिँ यही हो है हावा देख्छ म सकिनँ साथी हो पुगेर आउनु है त म किन सकिनँ थाहा छ झन्डेले लडायो क्या जान्ने त्यहाँ के छ सकेर आइहाल्ने जानु के छ भन्नुभयो सस्पेन्सन राख्नुभयो त कस्तो उडाउलाई झैँ गरेँ क्या म त सकिनँ
कस्तो हावा चलेको यही डाँडामा चाहिँ फेरि ल हेरौँ फेरि यहीँ हावा छैन क्या फेरि अचम्म है हिजो रातभरि चाहिँ माम्सा मात्रै माम्सा पिण्डम ओइ मैले 5 लाख दिएँ अरू खानदानले 10 लाख दियो होइन अनि त्यो 7 8 खर्च हुँदैन नि त यो त हाम्रो यो प्राकृतिक ढुङ्गाको होइन बनाउनु पर्ने क्या नेपालमा खास दिगो पनि हुन्छ नि त यो नेपालमा पुरा त्यो के अरे त्यो पत्ता सत्ताको हुन्छ नि त जङ्गी पिलाएर त खान्छ यत्रो